ल अहिले चाहिँ हामी गोकर्ण आयौँ है गोकर्ण मन्दिर तपाईँले देख्न सक्नुहुन्छ यतापट्टि गोकर्ण मन्दिर छ ल यहाँबाट चाहिँ देख्न मिल्दैन अलिक होइन गोकर्णेश्वर महादेव पिज ल ए है ल क्रिस्चियन क्रिस्चियन हाँस्यो अरे है ल यहाँ चाहिँ अब क्रिस्चियनले ल गाइज हामी चाहिँ अब रङमा आइन्छौँ होइन अहिले बाटो झुक्केछ जस्तो छ होइन यो चाहिँ होइन तर अब के हो थाहा छैन अब हेरौँ स्टे ट्युन इन द ब्लग है ल स्टे ट्युन इन द ब्लग है प्युरिफाइङमा आएछौँ हामी चाहिँ होइन पानी प्युरिफाई गर्ने ठाउँमा अब के गर्ने अब फेरि जाने कलेज फर्किने के गर्ने अब थाहा छैन स्टे ट्युन भाइ भयो 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 नआलमा खोल्सामा गइन्छ फेरि सबै कुराको एक्सपिरियन्स सरी गाइज हेर्नु यहाँ हेर्नु गाइज हाम्रो बस त हेर्नु यहाँ खोल्सामा झन्डै हालिदिनु ल दाइले अब झन्डै गएको थियो हामी चाहिँ यहाँ झन्डै खोल्सामा गएको थियो हामी चाहिँ गाह्रो छ गाह्रो छ है ल अब्यान्डेन्ड है यो जापान है जापान ल सस्तो जापान सस्तो जापान यहाँ हेर्नुहुन्छ ब्ल्याक हाउस है यो चाहिँ ब्ल्याक हाउस पुरै ब्ल्याक छ यो चाहिँ होइन पुरै कालो छ हरिहरी खोइ हेर्नु हरिहरी यस्तो दामी छ ल क्या बवाल छ है ल एकदम खतरा छ अहिले मजा आइरहेको छ होइन पछाडि नि हो ए करदेशन छ गरेछन् हो पछाडितिर नि ठिकै छ अझै गन्तव्यमा पुगेको छैन अहिले होइन अहिले चाहिँ यहाँ मिस्टेक भएको छ होइन प्युरिफाई फिल्टरपट्टि आयो चाहिँ हामी यो पानी प्युरिफाई गर्ने ठाउँपट्टि हामी चाहिँ त हेरेर छौँ ल मकै बारी हेर्छु नि त फेरि यहाँ ल ल है ल एकदम दामी भइरहेछ अहिले हाम्रो ल एकदम राम्रो भइरहेछ हाम्रो है ल हेर्नु सक्छ नयाँ घर ओहो क्यामेरा स्यामरा सब आयो ल ल ल ल है ल स्कुल है ल नेपालको स्कुल यस्तो छ है ल सरकार केही गर्नु पऱ्यो है ल अब यसरी चल्दैन ल अब हाम्रो सुरु भयो है अब ल गाइज बस स्टप आइयो होइन अब ल सुरु भयो ओर्लिनु पर्छ ल यी सब ओर्लिएछन् है यहाँलाई ओर्लिएछन् ल ब्याग लानु परेन किन अनि खाने के त अनि के खाने त खाने कुरा हो र अनि खानु परेन जाउँ अब ओर्लिमा है ओर्लिछि देखाउँला अरू कुरा चाहिँ यस्तो दिने हामी कहाँ सर चाहिँ अगाडि हुनुहुन्छ है सर मेरो इज्जत नगरे नि सरको इज्जत गर सबै पारामा बस्छ नि यार हेलो हाई मेरो नाम चाहिँ सबिन हो अनि आज चाहिँ म के अरे सुन्दरी जल हाइड्रो पावरमा कलेजले यो मान्छेको नाम ईश्वर है ईश्वर गर्दाखेरि आएको छु अनि त्यसपछि यो मान्छेको नाम ईश्वर सबै रमाइलो गरिरहेको थियौँ अन्त छ नि अनि यता रमाइलो भइरहेको छ एकदमै अब हामीहरूले जे कामको लागि आएको थियौँ त्यही काम गर्नुपर्ने थियो त्यो चाहिँ के अरे अगाडि आउनु बाँकी नै छ हामी तपाईँलाई फर्दर डिटेल बताउने नै छौँ हाइड्रो पावरमा के हुन्छ अनि यता सिन्धुली जल हाइड्रो पावरमा हामीहरूले कसरी हाइड्रो पावरको बारेमा विभिन्न किसिमका जानकारीहरू हासिल गर्न सक्छौँ नलेजहरू के गेन गर्न सक्छौँ त्यो कुराहरू अनि हाम्रो साथीहरूलाई देखाउन सक्नुहुन्छ तर यो खोलाको पानी छ चिसो यता उत्तिसहरूको रुखहरू छ
तपाईँलाई कस्तो लागिरहेछ भन्नु मलाई ठिकै लागिरहेछ एक दुईवटा अनुहार नदेखिन परोस् भन्ने चाहिँ हो एउटा ठ्याक्कै एउटा दुईवटासम्म एउटा जेन्ट्स पार्टीबाट एउटा लेडिज पार्टीबाट देखिन नपरोस् भनेको तिमीलाई कस्तो लाग्यो रमाइलो भइरहेछ ल तिमीलाई भित्र पहिला सिनेर होइन अनि बोलके ल यत्तिकै रमाइलो गर्नु भए नेपाल इन्जिनियरिङ कलेज आउनु हो आउनुपर्छ गाड मराउनु आर्मी अङ्कल आर्मी अङ्कलसँग पनि रिभ्यू लिनु पर्ला जस्तो छ लिम कसरी लिन्छ एउटा लिन्छ है त ल ईश्वर कस्तो लागिरहेको छ तँलाई आजको यो फिल्म आज म विवेकसँग यसरी रमाइलोको पल छेड गर्न पाउँदा एकदमै खुसी छु फोटोग्राफर रीतिमा के छ आज कस्तो लागिरहेको छ तिमीलाई फिल्म भिजिट आउँदाखेरि अल्छी लागिरहेछ मलाई अल्छी हजुर ए ल पालामा अनि फर्पिङ चाहिँ यो बनाएको अनि हाम्रो चाहिँ यहाँ छ यसको आउटलेट चाहिँ त्यो चाहिँ हाम्रो सुन्दर जग्गा जोरपाटी जानु हाम्रो त्यहाँबाट निस्किन्छ त्यो आउटलेट पानी चाहिँ होइन टर्बाइन घुमाएर आएको पानी चाहिँ अब अहिले अलिक माथि ड्याममा पानी कम छ अनि यो चाहिँ हाम्रो सुन्दरजल खानेपानी आएर जान्छ होइन अनि त्यहाँ रिफाइन भएर अनि जोरपाटी काठमाडौँ जान्छ हाम्रो जाने पानी भयो अब अर्को खानेपानी चाहिँ उता छ ठुलो चाहिँ त्यो उसको चाहिँ मेलेम्ची चाहिँ होइन यो चाहिँ हाम्रो पहिला खानेपानी चाहिँ यहाँ काठमाडौँ जान्छ साथीहरू यो चाहिँ कन्ट्रोल रुम रे होइन हाम्रो पानी यहीँबाट आउँछ यही कन्ट्रोल रुमबाट ल पानी कति छ यो चाहिँ यसरी हानिरहेको हुन्छ क्या बकेटलाई मैले जुन देखाएँ नि भाइ हो यसरी यो भित्र बकेट छ अनि एउटा तलबाट हान्छ एउटा माथिबाट हान्छ होइन यहाँ रिमोट पनि छ है by the United Kingdom under the Colombo plan भनेको यो गरिब राष्ट्रलाई सहयोग गर्ने भन्ने यसमा त्यतिखेर त्यो राणाकाल ल सक्यो है हाम्रो अब सक्यो ल
हामी चाहिँ अहिले भर्खरै भित्रबाट आएको छौँ त्यो भित्र गएर एउटा टर्बाइन थियो अनि त्यो टर्बाइन घुम्यो भने त्यसले इलेक्ट्रिसिटी जेनेरेट गर्छ अनि दोस्रो रुममा चाहिँ ट्रान्सफर्मर थियो त्यो ट्रान्सफर्मरमा स्ट्रेट इलेक्ट्रिसिटी स्टोर हुन्छ अनि त्यहाँबाट भोल्ट जेनेरेट हुन्छ अनि त्यही भोल्ट जेनेरेटबाट यहाँ सप्लाई हुन्छ उता